हेलो नमस्ते गुड मर्निङ फ्रम द के बाँस खर्का अहिलेसम्म धादिङ जिल्लाको बाँस खर्काको साथीहरू हिजो चाहिँ हामी यहाँनिर बेलुका आइपुग्यो होमस्टेमा आएर बसेर यो रेलवे बाँस खर्का म चाहिँ बाँस बसेर चट्ट लगाएर धादिङ जिल्लातिर घुम्नु पऱ्यो भनेर चाहिँ आएको साथीहरू सबैजना के छ खबर सबैजना साथीहरूले सन्चै आरामै हुनुहुन्छ होला खासै अब धादिङ जिल्लातिर आएर चाहिँ यसो घुम्नलाई हामी चाहिँ निस्केको छौँ बेनीघाट रोडाङ एक बाँसखर्का धादिङ पर्दो रहेछ यो ठाउँ चाहिँ हामी चाहिँ आउनु चाहिँ गजुरी गाउँपालिकाबाट चाहिँ आएको र अहिले चाहिँ फाइनली हामी यो रोडाङ बेनीघाट रोडाङ एक बाँसखर्का धादिङमा छौँ अहिले अब चाहिँ हामी माथि डाँफे मुनालतिर घुम्न चाहिँ जान लागेको छ यो यो धादिङ जिल्लाको जरुङ सिमटा के पर्यो यो रोडाङ नगरपालिका होला नि साथीहरू हामी चाहिँ अहिले डाँफे मुनाल जाने बाटोमा छौँ अहिले चाहिँ बाटो यस्तै अफरोड छ पिस खोज्न आएको हामी चाहिँ यहाँ पिस हेलो नमस्ते साथीहरू वेलकम टु यो डाँफे मुनाल पार्क है यो धादिङै हेर्नु सोल्टी यो मकनपुर पर्यो साथीहरू हामी चाहिँ अहिले यो मकवानपुर पर्दो रहेछ यो चाहिँ कैलाश गाउँपालिका अरे कैलाश गाउँपालिकाको डाँफे हिमाल मुनाल पार्कबाट चाहिँ देखिने यहाँ दृश्यहरू पिस खोज्न आएको हामी चाहिँ यहाँ एकदम रमाइलो छ पारिपट्टि चाहिँ धादिङ पर्यो यतापट्टि चाहिँ मकवानपुर क्या छ नि भ्यू भयो हजुर डाँफे मुनाल पार्क यो मकवानपुर कैलाश गाउँपालिका एउटा पोखरी छ अब यहाँबाट चट्ट लाएर यो सिडी चढेर हामी चाहिँ स्वर्ग जाँदैछ चाहिँ होइन गाउँतिर पनि यस्तो पार्कहरू यस्तो रमाइलो छ साथीहरू पिस खोज्न चाहिँ यसरी गाउँतिर हिँड्ने हो नि त है अब यहाँनिर पिङ पनि रहेछ सरर यहाँ पिङ खेल्नुपर्छ यहाँबाट ल साथीहरू दामी डोडी त चुड्दैन होला नि माया र भ्यू चाहिँ यस्तो दामी छ यहाँनिर चाहिँ यो मकवानपुर र धादिङको सिमानामा पर्ने यो डाँफे मुनाल पार्कमा आज चाहिँ पिस खोजेर चाहिँ हामी यो आएको यसो हल्का साथीहरूसँग आज चाहिँ म धादिङतिर हे साथीहरू धादिङबाट कोही कसैले हेरिराख्नु भएको छ भने मेरो च्यानललाई सब्सक्राइब गरेर नभुल्नु होला साथीहरू आज चाहिँ हामी सरर लाएर डाँफे मुनाल पार्कतिर के छ भाइ ठिक छ नि हेर डाँफे मुनाल पार्क यो मकवानपुरमा अहिले हामी चाहिँ साथीहरू मकवानपुर र धादिङ जिल्लाको सिमाना यो हाम्रो बैकुण्ठ हो यो बैकुण्ठ भन्दो रहेछ यहाँ चाहिँ नेपालको झन्डा सरर फरफराएको छ डाँफे मुनाल पार्कमा चाहिँ छौँ अहिले हामी चाहिँ मकवानपुर जिल्लामा कैलाश गाउँपालिका यहाँ चाहिँ के लेखा छ यहाँ बैकुण्ठ
सर र यो डाँडाबाट देखिने दृश्यहरू रमाइलो छ। सर लाएर बस्तीहरू पनि टन्नै छ यहाँनिर। पारिबाट हिमाल, कुन हिमाल हो त्यो फेरि देखिने? गणेश हिमाल हो। ल डमरू बजाइरहेको छ यहाँ, डमरू बजाउने ठाउँ यो टक्क लाएर यो डाँडाकुण्डल पार्कबाट हामी चाहिँ सरर लाएर यतापट्टि चाहिँ घरहरू पनि छ। हामी अघि त्यो पारिपट्टि थियौँ अघि हामी चाहिँ, अहिले चाहिँ हामी यो डमरू खतरै बनाएर रहेछ यो डमरू चाहिँ। त्यहाँ बाघ चढिरहेको छ, यो डमरू बजाएको त्यो बनाउने चाहिँ खतरै बनाएको छ यो साथीहरू है। टट्टलाई दामी बनाएको छ। यो चाहिँ मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा पर्दो रहेछ। त्यो चाहिँ यो कैलाश 2 छ, वैकुण्ठ हाम्रो वैकुण्ठ हाम्रो गौरव भनेर छ। अनि गीता चट्ट लाएर पारिपट्टि भ्यूहरू डाँडाहरू सर। अब चाहिँ हामी सर यो हेरेर अब यसरी चढिरहेको छ बाघहरूमा चाहिँ बनाउँछ त्यो खतरै बनाएको साथीहरू। अब चाहिँ हामी उहाँ पारी डाँडामा जानेछौँ सर लाएर। राम्रै गरे आएर सहयोग गाइस। है साथीहरू डाँडा काँडाको भ्यू हेर्दा हामी अहिले गाउँतिरै छौँ, मकवानपुर जिल्लातिरै। यो हो नि त भ्यू। यो गाउँपालिकाको भन्नु त्यहाँ होला होइन तल। ओइ हेर त आमा यो त देख्छ भिड नबना नै ह है यो त बाबा यही भिरमा आन्टी लगेर भन्ने पाए पाउँछु नपाए फाल्छु भन्ने। कस्तो कालो माटो दामी मलिलो माटो त्यो मलिलो माटो रातो कालो। यिनीहरूको बजार त मलिखी हुन त यो बाटो छ, यो मलिखी नै पुग्ने बाटो। ल साथीहरू हामी चाहिँ अहिले धेरै टाढा आइसकेका छौँ। डाँडा काँडाको यो भ्यू हेर्दै यो पारी नाङ्गे अरे त्यो पारी। ल हाम्रो यात्रा चाहिँ यहाँ डाँडै काँडा घुम्ने मात्रै भइरहेको छ अहिले। तालति त यही खाल्टो छ, त्यो उताबाट खाल्टो त पनि मकवानपुरै पऱ्यो यो ठाउँ चाहिँ। हामी चाहिँ आउन धादिङबाट आएको चाहिँ गजुरी गाउँपालिकाबाट। अहिले चाहिँ यो मकवानपुरको के ठाउँ हो अब यो ठाउँ? कैलाश गाउँपालिका र बेनीघाट रोडाङ। कैलाश गाउँपालिका बेनीघाट रोडाङको सिमानामा छ यो डाँडा काँडाको भ्यूहरू। एकदम रमणीय छ, आनन्द लाग्छ। अब च्यानमा जाउँ है जाउँ जाउँ न हेरौँ च्यानहरू मन्दिरहरू छ कि। खै त दौडिनु त सोल्टी। डाँडै डाँडा आइयो हामी चाहिँ हरियाली डाँडा हेर्दै। डाँडा काँडाको अवलोकन भ्रमणमा हिँडेका छौँ हामी 5 जना चाहिँ। ल साथीहरू च्यान हेर्नु जान्ने मैले है नजाने एक्चुअली पनि च्यानै जान्छ है। ल यो साथीहरू हाम्रो अन्तिम डेस्टिनेसन यहाँसम्म सकियो। हामी चाहिँ उहाँ पारीबाट आएको, पारीबाट आएर यहाँ डाँडामा वरिपरि पुरै देखिँदो रहेछ उतापट्टि सरेर लाएर। अब चाहिँ यहाँबाट निस्किनु पऱ्यो, भोक पनि लागिरहेछ। खानासाना खाएर हामी फेरि कतातिर हुन्छ आज धादिङ जिल्लामा घुम्ने टुर। यो हो त्यो उतापट्टिको मानुपाती हिमाल भन्छ, माछा पुख्री कता हो र? मनासमा हिमाल चाहिँ यताको हो। पिँडागाउँ स्कुल त्यही भइहाल्यो, पिण्डेश्वरी मन्दिर हो त्यो तल देखेको गजुरी रै गजुरी त्यही हो। यता मलेखु मलेखु यो हो, यो मलेखु त्यो तालती आउने। है साथीहरू आजको दिन चाहिँ हाम्रो धादिङ जिल्लाको डाँडै घुम्ने चाहिँ हाम्रो त प्लानिङ भएको छ। हामी चाहिँ ऊ त्यो पर देखिरहेको त्यो ठुलो डाँडा, त्यो डाँडामा पुगेर आएको हामी चाहिँ है। यतापट्टिको होइन ऊ त्यो परको। अनि त्यहाँबाट फर्केर हामी यस्तरी डाँडाको भ्यूहरू अवलोकन गरेर हिँडिरहेको छौँ। एउटा मन्दिर रहेछ यहाँ डाँडामा, के मन्दिर हो नाम थाहा भएन। सो आज
डाँडाकाँडा घुम्ने भनेर साथीहरूसँग हामी चाहिँ धादिङतिर है गाइस धादिङतिर हामी धादिङबाट त्यो डाँडा उता मकवानपुर पर्छ हामी उहाँ डाँडा पर पुगेर चाहिँ फर्केर मकवानपुर जिल्लाको त्यो डाँफे मुनाली हिमाल पार्क चाहिँ घुमेर आइसकेका छौँ। अब यहाँबाट देखिने ल हेर्नुहोस् धादिङ गजुरी तल देखिन्छ यहाँबाट हिमालहरू चट्टलाएर देखिरहेको छ यहाँ बाबा पिस फुट्न आएको हामी चाहिँ यहाँनिर पिस दामी त्यो छौ गाइजहरू यसो भनौँ न के हो यसो नेसरो पारेर अनुहारहरू अलिकति हँसिलो चम्किलो हुनु पर्यो के हो सन्तोषजी बोलाउँ न 2-4 शब्द यार के बोल्नु यार यसरी तिमीले लखर हिँडाएको छौ यस्तै हो जिन्दगी अब भ्रमण भने हिँडा दौडा डाँडा कुदाइ छ कहाँ छ च्यानी यहाँ तपाईँको भिडियोमै होइन तलबाट हेर्दा खतरै देखेको थियो कि यो डाँडा फेरि यहाँ कुहिरो लाएर नजर हिमाल खतरै देखियो यहाँनिर